नमस्कार दर्शकबिनहरु, तपाईले जति नै जोडिनु भएको छ मेरो YouTube च्यानलमा पहिला सब्स्क्राइब गरिदिनु होला र साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला र मेरो YouTube च्यानल यहाँभन्दा अगाडि चल्दै आएको हल्लीचल्ली एपिसोड आज 6औं भाग 6 पुगेको छ र आज दिनै भएको भएर आज सोमबार तपाईले बेलुका 7:30 बजे अवश्य नै हेर्न सक्नुहुनेछ जालपा भैरवी युट्युब च्यानलमा र हरेक यहाँभन्दा अघि 5 भागसम्म आइतबार दिँदै आएका थियौं र अब हाम्रो दिने भनेको आज चाहिँ सोमबार 7:30 बजे दिने छौं र हाम्रो हिजो आइतबार दिनुपर्ने हल्लीचल्ली एपिसोड दिन नसकेको कारणले माफ गरिदिनु होला र हाम्रो YouTube च्यानललाई जति नै हेर्दै हुनुहुन्छ सब्स्क्राइब गरिदिनु होला र साइडमा रहेको बेल आइकनको पनि क्लिक गरिदिनु होला मेरो YouTube च्यानललाई र अझै पनि यस्तै गरेर गाउँघरमा घटेका घटनाहरू लिएर आउने नै छौं हल्लीचल्ली एपिसोडमा हास्य टेली श्रृंखला एन्ड लगायत आज भन्दा अब अझै कस्तो होस् भनेर चाहनुहुन्छ त्यही अनुसारले ल्याउने कोसिस गर्ने छौं हाम्रो यस YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साइडमा रहेको बेल आइकन पनि क्लिक गरिदिनु होला छैन काम गर्ने भोकै डल्ले बेरोजगार भएपछि चार्छन् गल्ली सानो झगडा दक्षिणमै हुन्छ राजनीति कुरा गर्छन् देश बनाउने हुन्छ बिना सिस्ती काम छैन माको छैन कुरा गर्छन् खल्ली सहर गाउँ टोलमा आयो हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली के को बोले ब्राउन भन्न सक्दैनस् के का बराउनी झन्डै मारे थिएस किचेर अनि कहिले हो विदेशबाट आउनु पाएको छैन अहिले त कपाल पनि कालो नेपालको घामले डढ्या होला कपाल चस्मा पनि राम्रो बाइक किनिछस् कहिले किनिस् कहाँ जान्लाइस् ए केस यस्तो अब देश अनुसारको भेष अनुसारको केस त हुनै पर्यो नि अनि बाइकको नि कुरा गरिस् तैँले किनियो नि पैसा भएपछि यस्तो जहाँ पैसा भएपछि बाइक त कति आउँछ 2-4 महिनालाई हो त्यसो त फेरि अरू किनेर चढिन्छ नि अब कहाँ जानु नि ए नयाँ बाइक किने अमेरिका आउँदा यस्तो बाइक हुन्थेन अब के हो घ्यार गर्छ के भयो यसो देखाउन लानु ला वर्कसपमा फुर्ती लाउँछ थोत्रो बाइक किने होला अनि कति नि अमेरिकाबाट कमाएर ल्याए पैसाले नयाँ किनी भन्छ थोत्रो किनेपछि घ्यार के गर्छ त अनि तेरो आँखामा मोतीबिन्दु लागेको छ क्या हो के को थोत्रो नि हेर्न यहाँ टलक्क नयाँ देख्दैनस् नयाँ नै किनेर जस्तै भएर घ्यार गरे तै पनि अब साथीले किने बाइक चढाउन त मलाई नि त्यहाँ आमा कतातिर गाडी चाहिँ खोज्नु पर्यो परसन छोड्दैन हो कि पुरानो पहिला चढेर त हेर चढ्नै पर्यो नि ल
जाउँ गुरुजी यो बाइक हो क्या कसरी जितियो होइन अब आँखाबाट के गरेर जितियो त्यो हामीले अघि नै भनिसक्यो होइन अब जे एउटा सानो पार्टीको कार्यक्रम राखेको छ त्यो सबैले समावेश गर्नु पर्छ ओहो हजुर नमस्कार म तपाईँको घरमा गएको थिएँ हजुरहरू कसैलाई भेट भएन हेर्नु न दारीजीलाई भेट भयो न हाम्रो डुकुजीलाई भेट भयो न हजुरलाई भेट भयो यहाँ ठ्याक्कै बाटोमा भेट भयो डुङ्गो खेद्दा देउता मिले जस्तो भयो हजुर मलाई कति कामले घर जानु भएको थियो कुनी खासै ठुलो त काम त होइन त्यो विजयको खुसियालीमा यसो गाउँमा अब कार्यकर्ताहरूलाई यसो भोजको पार्टी दिउँ भनेर चाहिँ हामीले यसो एउटा भोजको कार्यक्रम राखेका छौँ त्यसमा चाहिँ हजुरहरूलाई यसो निम्ता दिएर कष्ट गरिदिनु होला कि भनेर चाहिँ हामी त्यहाँ हजुरको घर गएको थियो भेट भएन अब यहाँ हजुरलाई भेट भयो हजुरलाई मैले निम्ता गरेँ हजुरहरू जसरी भए पनि त्यो पार्टीमा आइदिनु पऱ्यो हाम्रो टुल्केजी हजुरको छोरो दारी चिन्ह होला हो उहाँहरूलाई पनि लिएर आउनु होला अब खै डुकुजी त कता जानु भएको छ अरे भन्ने कुरो अब सुने हो अब खासै मलाई थाहा भएन चुनावको माहौल हेर्नुहोस् यस्तै छ के अनि है त्यसकारण त्यो अब अरू कुरा नसोच्नुहोस् प्लिज पाल्नु होला है हजुर बाउ घर छैन अब छोरासित कुरा गरौँ के भन्छ छोराले विदेशबाट मान्छे भन्थे यही हुँ क्या हो हाम्रो गाउँमा आउने यसलाई मैले जानेको छु मैले यस्तो के धुत्न बाँकी छ के खालको मान्छे रहेछ हिँडिरा मान्छेबाट किन्छ क्या हो को मान्छे यो अनुहार मात्रै राम्रो भएर हुन्छ र अनुहारकै कुरा गर्ने हो भने नेपालको हेरेर निखिल उप्रेतीको पनि दुईटा स्वानी भएन तपाईँको चाहिँ के भर यो गाउँ तपाईँको कसरी भयो गर्यो त गर्यो उसले पायो गर्यो एउटा त भएको छैन त्यही बिहे गर्न भनेर अमेरिका कहिले छोडेर आफ्नै गाउँमा बिहे गर्न आइरहेछु ऊ चाहिँ अब के भनिरहन्छ तपाईँको गाउँ कसरी भयो रे म यही गाउँमा जन्मेर हुर्केको मान्छे पहिला चाहिँ मलाई बलराम भन्थे अहिले चाहिँ अमेरिकाबाट फर्केपछि मिस्टर ब्राउन भएको छु ए तपाईँ मिस्टर बनाउनु पो हो अमेरिकाबाट आउनु भएको म चाहिँ नवनिर्वाचित सांसद छ नि सांसद हाम्रो गाउँको हो उही सांसदको एक्लो सालो म एक्लो ए तिमी खाम गठबन्धनबाट नेता भएको ब्याकुल्यो कि प्याकुले माइलाको साल हो एक मात्र त्यो पनि ए तिम्रो भेना त जीवन माइर है अब कहाँबाट टिकट पाएर फ्याटे चुनाव पनि जिते अनि फेरि तिम्रो बेगरलाई ठिक्क पारे केटी पनि जिते भने होइन उडाइदिएछन् बुढाले त यस्तो कुरो नगर्नु न हजुर यस्तो खुसी भए बेलामा खाम गठबन्धनले देशभरि जिते थाहा छैन तपाईँलाई तपाईँ पनि अमेरिकाबाट आउनुभयो भन्नुभएको छ हाम्रो गाउँको कुरो सबै थाहा छ मलाई देखाए पनि हाम्रो भिराजुले बेगरेसी मैले दिदी भन्नु परेन छोडिदिनुहोस् यस्तो रमाइलो भए बेला हिँड्नुहोस् बरु हाम्रो खाम गठबन्धनबाट बोझ म त यस्तै हो मलाई त हरेक कुरा थाहा हुन्छ अनि है माने तिम्रो भेनालाई चाहिँ विश्वले मानेको नेतालाई शुद्ध हराइ छाडे है बुढाले ओहो ल नसकिने भयो बा अनि आज फेरि भोट दिँदैछन् तिमीले विजयको ए ल जानु परिगयो नि अब जितेवाला नि नखाए कहिले खानु त ल जाउँ त जाउँ भोक पनि लागिरहेछ जितेवाला भोट त खानै पर्यो नि ल जाउँ चुनाव त जित्यो यार केटा राम्रैसँग जित्यो पटक पटक मन्त्री भाइलाई पनि हरायो यो चुनावमा तेरो डेर पनि साह्रै राम्रो छ यार ल हेर त देशभरमा कति राम्रो लहर आएको छ आहा के कुरा गर्नु र त्यो अर्को एउटा डन बनाउँदैलाई टिकट दिएर पठाएको जित्न त जित्यो बच्चाले मोस्ट वान्टेड सूचीमा रहेछ के को आउन पाउनु न त्यो शपथ खाना आउन पाउँछ देख्यो कि प्रहरीले झ्याप बनाउने रहेछ तै पनि त्यसको बदला पनि त आएको छस् तैँले चुनावमा राम्रो काम गरेका छस् अर्को चुनावमा त डनले पालो पाउँछस् अहिले अब हाम्रो खाम गठबन्धन त त्यस्तै हो कि कहिले यो डनलाई दियो कहिले त्यो डनलाई दियो डनहरू परिचालन नगरिकन त हुँदैन मैले त्यसरी त्यत्रा पैसाहरू उठाएर ल्याइस् रक्तचन्दन तस्करीहरूसँग भ्रष्टाचार उद्योगहरूसँग त्यत्रा पैसा नल्या भए हामीले चुनाव कहाँबाट जित्यो
अझ त्यो माथि गोलचाङकी कोलचाङको बुथमा विपक्षीको त्यो बुथको ठाङ लाइला तले ए नेताजी हानि नहाले भए हुन्थ्यो म पनि डन्डो मेरो नि अलिअलि इज्जत हुन्छ नि ठाउँमा कहाँ वहाँ माथि गतलाङको बुथमा त अरू विपक्षी दलका मान्छे टन्नै आएर अर्का पार्टीकोमा भोट हाल्दै थिए मैले तिनीहरूलाई बाबु भयो के ए मैले बुझ्यो के तले हालिस तले नि आयो त्यसलाई पनि छोडी तेरी कहाँ भयो त नि ए मैले बुझे के त्यसले छोड्दा हुन्छ ए बाबु पक एकछिन पक के बाबु सुन मेरो कुरा सुन बाबु तैँले हानिस् तिनीहरूलाई पछाडिस् सबैलाई लडाइस् मैले सुनाम जिती मलाई छोड्दैन त्यसपछि एकैचोटि 7 जना आयो उताबाट मैले त्यो 7 जनालाई रिसायो ओहो मैले त्यहाँ घरा कुरा देखाएँ नेताज्यू तपाईँलाई अलि बढी नै भयो कि क्या हो बिहान एक्सर्साइज भएको थिएन ठिकै भयो आजलाई तँलाई बुझ्यो उसलाई त एक्सर्साइजमा भन्छ आफै यहाँ ढाडै बाँच्छु क्या कसैले देख्यो कि देखेन मेरो अर्गनाइजेसनमा तैँले अलिक धेरै नै गरिस् बुझिस् के छ त भोजमा हेर्नुहोस् मिस्टर बनाउनु हो कि बलराम हो हाम्रो त धेरै ठुलो बोट छ नि खसी त 15वटा मगाएको छ 15 खसीको मासु पुलाउ अनि त्यहाँ के खान्छन् बियर व्हिस्की अनि गाउँको लोकल पनि छ लोकल अनि लोकल कुखुरो चाहिँ छैन नि नहुनु लोकल कुखुरो गाउँभरिको जम्मा पारेको लोकल कुखुरो अनि छ नि त्यो गाउँका विशिष्ट व्यक्तित्वहरूदेखि लिएर गएर जिल्लाबाट पार्टीको ठुल्ठुला मान्छे पनि आछ अनि के जित्न परेको खानु परेन अब त्यत्रो जितिसकेपछि हो त साह्रै राम्रो हुनुपर्छ नि मेरो साथी टुल्के हारेको तोड छ मलाई त्यसको त खान पाइएन अब त खाम गठबन्धनको भयो नि खान त पर्यो नि हाम्रो खानी भएर त खाम गठबन्धन भयो नि जिते नि हारे नि हामी त खाइन नि हो खानु परेन भुँडी पनि ठुलै छ मरको ठुलै छ अब जानु पर्छ तिमी मेरो कलेजी छेउको होइन गीत गाउन थाल्यो गीत गाउँदा गाउँदै बाख्रा नि हरायो क्या हो बुढो जस्तरी कता गयो होला बाख्रा होइन यत्रो खोज्दा पनि यो काकी कहाँ जानुभएछ ए शर्मिला तैँले बोला न काकी कहाँ जानुभएछ म बोलाउँछु काकी हे तैँले बोलाएको सुन्दैन अब म बोलाउँछु है त ए काकी होइन कसले बोलाउँछ कसले बोलाएको ए नानी म यता छु यता आऊ भने यता आऊ म यहाँ छु काकी त उहाँ पो हुनुहुँदो रहेछ जाउँ उतातिर जाने ल हुन्छ जाउँ नि त के कामले बोला तिमीले म भरे आइहाल्थेँ नि काकी भनेर दिनभरि खोजिरह कहाँ काकी बाले उहाँ गाउँमा घर बनाउँदै हुनुहुन्छ त्यही भएर गिटी बाल्न नपाएर हामी यतै तपाईँलाई भनौँ कि भनेर खोज्दै आएको नि तिमीहरूलाई हाम्रो छोरालाई भोट दियो भन्दा हुँदैन हामी त खाम गठबन्धनलाई दिने भने होइन अहिले गाह्रो परेपछि त हामी नै चाहिन्छ नि त तिमीहरूलाई पुरानो कुरालाई त बिर्सिदिनुहोस् न काकी त्यही त घाउमा नुन किन छर्नुहुन्छ अब जे हुनु भइगयो काकी अब हामी समस्याको समाधान खोज्नु पर्यो नि काकी त्यही भएर हामी दुईजना मिलेर तपाईँसँग आएँ ठिकै छ अब मेरो छोराले जिते भए समस्या नै हुँदैन थियो जाउँ न नेतालाई भेट्नु अब बाख्रा नि कता गयो चरी त होला नि आऊ जाउँ अनि बाबु बलराम अब अमेरिका गएर मिस्टर बराउन त भएर आएछौ अनि अब फेरि अमेरिकै फर्किने विचार छ कि नेपालतिर यसो सुख दुःख गरेर चाहिँ बस्ने विचार छ त हेर्नुहोस् नेताज्यू सोच त यतै बस्ने भनेर फर्केको हो अब यहाँ आइसकेपछि यहाँको धुलो धुवाँ अस्त व्यस्त बाटो हेरेर खाल्टा खुल्टी यो सब देख्दाखेरि दिक्कै लागिसकेको छ फेरि फर्केर जाउँ कि जस्तो पो लागिरहेछ मलाई त्यस्तो होइन बाबु अब हेरौँ पहिला पो त्यो 9 महिनामा सरकार ढल्ने गर्ने के गर्ने भइरहेको थियो त अब अहिले त चट्ट लाएर खाम गठबन्धनको बहुमत आएको छ झन्नै द्वितीय बहुमत आइसकेको छ अब त्यस्तो हुनेवाला छैन अब स्थायी सरकार बन्छ देश विकास हुन्छ अब काठमाडौँको न्यु रोडलाई त हामी न्युयोर्क सर बनाउँछौँ चिन्तै छैन त्यसको अब हेर अमेरिका सिङ्गापुर बेलायत जापान भनेर युवाहरू दौडिने बेला छैन अब
अब त हामी त खाडीमा गएका युवाहरू त बोलाउनेवालामा छौँ। देश बनाउनु परेन? हामी बनाउँछौँ अब देश। अब यतै बस्नुपर्छ, केही गर्नुपर्छ। बरु हाम्रो पार्टीको शरणमा आऊ, हाम्रो पार्टीलाई समर्थन गर। हामी दिन्छौँ यहाँ रोजगारी, हामी गर्छौँ यहाँ विकास। अब विकास नभएको छैन, विकास छैन, यो छैन त्यो छैन भनेर चाहिँ पन्छिन बेला छैन। अब त आफ्नै पाखुरीले आफ्नै देशमा रगत र पसिना बगाउनु पर्छ, अनि पो बन्छ देश। अब तपाईँले त ठुल्ठुलो कुरा गर्ने नेताको बानी नै यस्तै हेर्नुहोस्। अब यहाँ अगाडिको इतिहास हेर्दाखेरि अहिलेसम्म केही पनि देखिया छैन। हेर्नु, यहाँ अगाडि पनि 48 सालमा पनि बहुमत ल्याएकै हुन्, 52 सालमा नि ल्याएकै हुन्, 64 सालमा पनि झन्डै बहुमतै आएको। खोइ त के गरे त, सब नेता ठुल्ठुला गफ मात्रै दिने हो। अब तपाईँ भन्नुहुन्छ कसैलाई अमेरिका, सिङ्गापुर, जापान कहीँ पनि जानु पर्दैन, तर मलाई चाहिँ विश्वास छैन। हेर्नुहोस् त्यस्तो होइन नि बाबु, कुरा बुझ्नु न। हेर्नुहोस्, तिनीहरूको त नामै खोकतान्त्रिक गठबन्धन, खोकिया छ, कामसिनको भाँचिया छैन। त्यही भएर त अहिले जनताले तिनीहरूलाई पछारे कि पछारेनन् हो। अब त्यस्तो हुँदैन। एकचोटि हामीलाई विश्वास गर्नुहोस्, हामी बनाउँछौँ अब देश। मेरो अर्गनाइजेसनमा अब कोही जनताहरू नेपाल छोडेर जान पर्ने दिन चाहिँ आउँदैन र नआओस् पनि भन्छु। तपाईँ भन्नुहुन्छ गठबन्धनलाई विश्वास गरेर जनताले मत दिएकै हुन्, तर अहिलेसम्मको इतिहास हेर्दाखेरि तपाईँहरूको पनि विश्वास गर्ने आधार चाहिँ छैन। म चाहिँ देख्दिनँ। किन भन्दा अब पहिला पनि यो गर्छु र त्यो गर्छु, तपाईँहरू भाषण सुन्दाखेरि त ओहो देश त अहिले काया पलट, छिनमै अमेरिका, छिनमै बेलायत, छिनमै सिङ्गापुर, छिनमै कुन देश विकसित देश जस्तो हुन्छ। अब आजभन्दा 20-30 वर्ष अगाडि हाम्रै देश जस्तो आर्थिक अवस्था भएका देशहरू अहिले फड्को मारेर कहाँ पुगिसके, उनीहरूको आर्थिक अवस्था कस्तो छ, उनीहरूको जनताको रहनसहन कस्तो भइसक्यो। हाम्रो चाहिँ यही ताल छ। ठिकै छ, जे होस्। अब यहाँ गइसकेको कुरा के गर्नु। तपाईँहरूलाई विश्वास गरेर जनताले मत चाहिँ दिएकै हो, तपाईँहरूले बहुमत पनि ल्याउनु भएकै हो, त्यही पनि विश्वास चाहिँ गरौँ, तर आश चाहिँ छैन है। अब हामी जनताले गर्न नसकेको आश चाहिँ तपाईँहरूले पुरा गरेर देखाउनुहोस्, त्यही नै ठुलो कुरो हुन्छ। होइन बाबु, अब ती हरुवा नेताहरूको पछि चाहिँ छोडिदियो। अब हेर, तिनीहरूले माखु मार्नेवाला छैन। बरु जे जस्तो भए पनि जिते हामीले हो। बरु तिमी मेरो पछि लाग, म हाम्रोतिर आऊ। बरु अरू केही नभए पनि व्यक्तिगत रूपमा भए पनि एउटा फ्याट्टा लाएर एनजिओको जिएम अध्यक्ष त म त पाटा लाएर दिइहाल्छु नि, के त्यो। तर त्यो हरुवाको पछि लाएर साथी भनेर हरुवा पछि लाएर चाहिँ छोडिदियो बाबु, त्यो काम छैन। हेर्नुहोस् नेताज्यू, मेरो लागि पर्सनली केही गर्नै पर्दैन। म आफै सक्षम छु, मेरो आफ्नै खुबी छ, पढे लेखेकै मान्छे हुँ। तपाईँले व्यक्तिगत स्वार्थभन्दा पनि सबैलाई हुने खालको काम गर्नुहोस्। भएका यी खाल्टाखुल्टी भएका बाटा, धुलो उड्ने बाटो चिल्लो बनाइदिनुहोस्, राम्रो बनाइदिनुहोस्। खानेपानी नभएको ठाउँमा खानेपानी ल्याइदिनुहोस्, अरू विकासका पूर्वाधारहरू ल्याइदिनुहोस्। त्यही नै राम्रो हो। मलाई पर्सनली तपाईँले केही गर्नु पर्दैन, म आफै सक्षम छु। कति राम्रो कुरा गरे बाबु, मेरो अर्गनाइजेसनमा साह्रै राम्रो कुरा गर्यो। होइन, ठुलो देश भने त ठुलो देश हुँदो रहेछ क्या। यो सबै कुराहरू अमेरिका गएर सिकेर आयो बाबु। पहिला त यस्तो थिएन। नेताजी मलाई जाहेर लगाइदिनु, नेताजी मलाई जाहेर लगाइदिनु, हैरान पार्थ्यो। अहिले त कति राम्रो कुरा गरे। मेरो अर्गनाइजेसनमा तिमी जस्तो विचार भएका युवाहरू यो देशमा भयो भनेदेखि धेरै माथि पुग्छ। अब त हामीले तिमीहरूबाट चाहिँ पाठ सिकेर देश बनाउँछौँ। चिन्ता नगर, देश त हामी बनाउँछौँ। अब हेर, ती पहिलाको जस्ता कुराहरू छैन। पहिलाका त्यो झारपातहरूले नेताहरूले के गरे कसो गरे हामीलाई थाहा छैन। अब चाहिँ हामी गर्छौँ। कुरा बुझ्यौ नि तिमीले? कुरा त मैले बुझेको। हेर्नुहोस् नेताजी, ठुलो देश भने ठुलै देश, ठुला देशका मान्छेका ठुलै विचार। मैले पनि यस्ता कुराहरू त्यहीँ गएर सिकेको। त्यहाँका जनताहरू कोही नेताको घर दैलोमा मलाई जाहिर चाहियो, यो चाहियो, ठेक्का मिलाइदिए, त्यो गरिदिए भनेर कोही पनि जान्दैनन्। नेताले आफ्नो काम गर्छन्, जनताले आफ्नो काम गर्छ। अनि कसको दैलोमा ढोन जानु पर्यो, कुन नेतालाई चाकरी गर्न जानु पर्यो। हो, मेरो अर्गनाइजेसनमा तिमीले साह्रै राम्रो कुरा गरे। होइन, मेरो अर्गनाइजेसनमा के कामले आउनु भएको नि हुलै बाँधेर के कामले हिँड्ने नि? नेता भएर घाम तापेर बस्ने हो? ऊ बेला चाहिँ हजुर भोट दिनुहोस् भनेर घर घरमा चार्ने। अहिले जनतालाई समस्या पर्दाखेरि बुझ्दै हिँड्नु छैन। होइन, एकैचोटि आवेशमा नआउनु न, बिस्तारै समस्याको समाधान भइहाल्छ नि। आउनुहोस्, यता आएर बस्नुहोस्। आउनुहोस् यहाँ आएर बस्नुहोस्। आनन्दले बसेर छलफल गरौँ के। ल बस्नुहोस्। अब खास गरी मुख्य समस्या के हो?
त्यो चाहिँ भनिदिनुहोस् न मेरो अर्कलाइजेसनमा समस्याको समाधान त भइहाल्छ नि के कामले हुनु नि ढुङ्गा बालुवा व्यवसायले आन्दोलन गरिरहेछन् अरे बनायो नानी हो तिमीहरूलाई के पर्यो हो अब नेताजी उहाँ बाले गाउँमा घर बनाउँदै हुनुहुन्छ घर बनाउँदा बनाउँदै अचकल्टोमा परेर ढुङ्गा माटो के पाएन अब हाम्रो घर त्यतिकै रहने भयो अब नेताजी हामी कहाँ गएर बस्ने के गर्ने ढुङ्गा माटो बालुवाको भाउ नि बढिसकेछ किन्नको लागि पैसा पनि त्यति धेरै छैन हामी त सोझा सिधा गरिबका छोराछोरी हुन् हामीले अहिलेसम्म केही गर्न पनि सकेका छैनौँ हो रहेछ नेताजी तपाईँले भनेको कुरा सही हो विदेश जानु पर्दैन भने नि मलाई हो त रहेछ नि ल हेर्नु यहाँ समस्या पोको लिएर जनताहरू कसरी आछन् तपाईँ घरबाट यही हो त तपाईँले तुरुन्तै विकास गरेको तेरिका भाइ मेरो अर्कलाइजेसनमा यसरी बेइज्जत नगर न कुरो मिल्छ के कुरा मिल्छ पहन म समस्याको समाधान गर्छु होइन यिनी ती डाँडाघारे मानबहादुर दाईको छोरी होइन भने कति हर्लकै बढिसकी छिन् त ठुली पो भइसक्यो अरे छिन् त भाइ ए नेताजी तपाईँ समस्याको समाधान हेर्ने कि उता मात्रै हेर्नु नि ए समस्याको समाधान हुन्छ चिन्ता नगरौँ अब लोभी आँखा हेर्न त यसो यताउता हेरिहालिन्छ समस्या वास्तवमा समस्याकै कुरो गरौँ न हामी होइन हेर नानी हो अब त्यसो मात्रै भनेर हुँदैन सर व्यवसायिकको नि आफ्नै अब माग होला नि के अरे किन आन्दोलन गरे रहेछन् म सबै बुझेर तिनीहरूलाई थर्काएर भोलि नैदेखि पाइन्छ ढुङ्गा गिटी बालुवा सबै पाउने म व्यवस्था गर्छु तिमीहरूले मलाई भोट दिएर जिताएको छौ मलाई नेता बनाएको छौ जनप्रतिनिधि म हो म यसको समस्या समाधान गर्छु तपाईँ टेन्सन नलिनुहोस् हजुर टेन्सन नलिनुहोस् समस्याको समाधान हुन्छ नेताजी राम्रो मान्छेको मात्रै समस्या समाधान हुन्छ कि हाम्रो पनि समस्या समाधान हुन्छ मेरो अर्कलाइजेसनमा हामी विकासवादी नेता अरूले पहिला हाम्रा अनि राम्रा भन्छन् अब म चाहिँ पहिला राम्राको गरौँ अनि हाम्राको छँदैछ नि हेर्नुहोस् नेताजु हामीलाई अर्को कुरा बुझ्दैनौँ हाम्रो समस्याको समाधान चाहिँ छिटो हुनुपर्छ मेरो अर्कलाइजेसनमा यति राम्रा नानीहरूको समस्याको समाधान नगरिकन पनि म बसौँला र ए ल म अहिले गएर हेर्छु ए बलराम ए मिस्टर बराउ तिमीहरू चाहिँ यहाँ बसेर कुरा गर्दै गर म अहिले यी नानीको समस्याको समाधान गरेर चाहिँ हिँडेँ है त ल हो हाम्रो देशको नेता राम्रो मान्छे भनेपछि चाहिँ काम तुरुन्तै गरिदिन्छन् ढुक्क भयो हुन्छ छैनहरू अतो पतो छैन त झन् पुलिसले 1-2 हजार दिएर 1-2 टिप लगाउँ भनेको अलि छिटो भएर न हो छिटो भएर ल्याङल्याङ नगर छिटो गराऊ म यतै हुन्छु यहाँबाट चाहिँ गिटी बालुवा निकाल्दा फाइदा होला जस्तो छ हो त्यो टिप लगिसकेपछि चाहिँ केटाहरूलाई गाडी यता घुमा भन्नुपर्ने यस्तो पनि कुनै ताल हो या तपाईँसँग स्पेसल कुरो गर्नु छ मेरो कामै खोला धाउनु छ नेताजी म के गरौँ त अनि तपाईँको काम चाहिँ के हो भन्नुहोस् न यहाँ जनतालाई दुःख परिसक्यो हेर्नुहोस् जनप्रतिनिधिको नाताले जनताहरू मगाएर कर गइरहेछन् बालुवा छैन गिटी छैन ढुङ्गा छैन तपाईँहरू चाहिँ यो खोलाको ढुङ्गाहरू कसलाई लगाएर बेच्नुहुन्छ गाउँमा दिनु परेन उल्टा तपाईँहरू चाहिँ आन्दोलनमा हुनुहुन्छ के पारा हो यो 10,000 को गिटी 24,000 पुगिसक्यो कोही पनि जनताले राम्रोसँग पाएका छैनन् यो कसको कारणले भन्नुहोस् त तपाईँहरूको कारणले होइन तपाईँहरूको आन्दोलन फुर्क छोड्नुहोस् र जनतालाई राहत दिनुहोस् हाम्रो पनि केही माग होला नि नेताजु त्यसरी अफिसमा आउनु न माग अनि तिमीहरूले पनि राजनीति गर्न थाल्यो क्या हो के माग हो भन हाम्रो माग भनेको यो सबै खोलाको बालुवाहरू निकाल्न पाऊ भनेर हो आहा कति राम्रो माग है तपाईँहरूको सिधै सबै खोला र नाला बेच्न पाउनु पर्यो त्यहाँबाट ढुङ्गा र बालुवा निकाल्न पाउनु पर्यो आहा कस्तो जमाना आयो माग राख्ने पनि कस्ता राख्न थाले ल बाबा ल भयो तपाईँहरू नै बेच्नुहोस् सबै खोला नाला तपाईँहरू नै बेच्नुहोस् तर पनि जनताहरूले त सस्तो सुलभ र सरल तरिकाले पाउनु पर्यो नि महँगो तिर्न परेको छ आज मगायो भने 5 दिन 7 दिनसम्म आएको छैन के हो तपाईँहरूको पारा यस्तो अब हामीले सस्तोमा दिने भने नि त नेताजु अब पुलिसलाई दिनु पर्यो पत्रकारलाई दिनु पर्यो हुँदा स्थानीय नेताले पनि पैसा माग्न थालिसक्यो अब हामीले के गर्ने त नेताजु होइन तपाईँहरूको कुरा पनि खासै नाजायज त होइन माग त जायजै हो तर पनि त्यो होइन त्यो स्थानीय जनता मात्र कति मारमा पर्नु कहिले भूकम्पले मारमा परेका छन् कहिले नाकाबन्दीले मारमा परेका छन् कहिले सरकारको कारणले मारमा परेका छन् अब अहिले हुँदा क्रसर व्यवसाय जुन फटा व्यवसाय चोर व्यवसाय भनेर गरिएको छ तिनीहरूले समेत दुःख दिन थालिसक्यो बल्ल अलिअलि यसो जोरजम्मा पारेर घर बनाउन थालेका छन् न गिटी पाछन् बिचरा न बालुवा पाएका छन्
न ढुङ्गा पाएका छन्, कहिले तपाईँहरू आन्दोलन गर्नुहुन्छ, कहिले अर्कै देशले आन्दोलन गरिदिन्छ। होइन ती चिसामा ती टहरामा बसेका भूकम्प पीडित जनताहरूको मुहार हेर्दाखेरि तपाईँहरूलाई माया लाग्दैन भने अलिकति त यसो कमसेकम मिलाएर सस्तो सुलभ तरिकाले दिन सक्नु पऱ्यो नि। त्यो पनि सरल तरिकाले दिन सक्नु पऱ्यो। कहिले पाएका छैन, कहिले गिटी पाएको छैन, कहिले बालुवा पाएको छैन, यस्तो पाराले त हुँदैन नि। अब हामी स्थानीय नेता भइसक्यौँ, जनप्रतिनिधि भइसक्यौँ, अब जनताहरू त हामीबाट आएर कर्कर गर्छ नि त। त्यसकारण तपाईँ हामी सबै मिलेर जानुपर्छ। हेर्नुहोस् तपाईँहरूको मागप्रति हाम्रो एकबद्धता छ, तर पनि तपाईँहरूले जनतालाई चाहिँ दिनै पर्छ। तपाईँको कुरा पनि ठिकै हो नेताजु। अहिले हामी पनि आन्दोलनमा छु, अब माथिबाट आदेश आउनु पऱ्यो, त्यसपछि हामी निर्णय गरौँ। ल अब के कसरी हुन्छ हेर्नुहोस्, त्यो जनतालाई चिसोमा चाहिँ सुताउनु भएन। जे हो सकभर मिलाएर चाहिँ सर्वसुलभ पाराले चाहिँ उपलब्ध गराउनु पऱ्यो। अहिले अब म अलिक फुर्सद पनि छैन, म जनप्रतिनिधि जस्तो मान्छे सबैतिर घुम्नु छ। अहिले म लागेँ, मेरो कुरामा चाहिँ यसो ध्यान दिनु होला है। ल म अहिले गएँ। ओहो डनको चम्चे त अहिले के हो, लुगा पनि नुहे नुहे होइन, कहाँ बेपत्ता भाती चाहिँ त यत्रो चुनावभरि अझ चम्चे जस्तो देख्छ मलाई। लुगा हेर्न लुगा, डन जेलमा गइहाल्यो, आफू हिपहप डन बन्नलाई ट्रेनिङमा गएको थियो। डनको ठाउँमा हिपहप डन बनि रे, बनिस डन नयाँ नयाँ लुगा लाउँदै डन बन्छस्। 1.5 महिना ट्रेनिङ गर्दा डन नबनेर कति महिना ट्रेनिङ गर्दा डन बनिन्छ त। अब जाडो महिनामा यत्रो ज्याकेट लाएर यत्रो देखिरहेको छ, त्यो पनि 1.5 महिना ट्रेनिङ गरेर ज्यान मारेर बनाउँछस् ज्यान। अहिले झ्याम झ्याम हान्छु अनि बनाउँछ तैँले ज्यान। 1.5 महिना ट्रेनिङ गरेको मान्छे हो, हानेर हेर्न जति हाने नि दुख्दैन मलाई। ए 1.5 महिना ट्रेनिङ गरे, जति हाने नि तँलाई दुख्दैन। हानेर त हेर, हान्ने होइन त। दुख्या छैन 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 गरेछ है के हो ट्रेनिङ। पक पक यो त मेरो सिम्पल थियो, अलिकति डह्रो हेर। हान हान तर दुख्या छैन, दुख्या छैन मलाई। होइन निकै बलियो भएछ है, के हो यो पार नभए पक। म नुहारनको बलदेखिको निकाल्छु अब। मार्छ क्या हो यसले, तर मलाई दुख्या छैन, अझ दुख्या छैन तँलाई। हे बा मानी मैले तँलाई मानी हेर चम्चे। अनि अब त यो डन सनको चक्करमा त धेरै परिस्, अब के चाहिँ गर्छस् त भन्न। भन्नाले त हिपहप डन बन्ने। बन्ने बन्छस् हिपहप डन। अनि हिपहप डन बन्न गर्छस् चाहिँ के तैँले, अब राजनीति सबै सिद्धिहाल्यो, चुनाव सिद्धिहाल्यो, गर्छस् के गर्छस् तैँले भन् त। पहिला क्रसर व्यवसायले थर्काउँछु, अनि त्यसपछि ठेकेदारहरूलाई थर्काउँछु, कमिसन लिन्छु, अनि धनी हुन्छु, अनि एउटा राम्रो गाडी किन्छु। गाडी किन्ने? अनि गाडी किन्छु, गाडी किनिसकेपछि सरर सुन्दर जङ्गलमा जान्छु। सुन्दर जङ्गलमा जान्छस् त? अनि गाडी कुदाउँछु, गाडी कुदाउँछस्? अनि सुन्दर जङ्गलमा एउटा राम्रो घर बनाउने। घरै बनाउने जङ्गलमा? हो सिसाको झ्याल हाल्छु। झ्याल हाल्छस्? झ्याल खोलेर झ्याल खोलेर अनि त्यसपछि सुन्दर जङ्गलमा राम्रा राम्राहरू आउँछन्, अनि गुलेली निकालेर चरा मार्छु। काम छैन माको छैन कुरा गर्छन् खाली, सहर गाउँ टोल टोलमा आयो हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हेरिसकेपछि पक्कै पनि लाइक गर्न नभुल्नुहोला र सेयर गर्न नभुल्नुहोला र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नभुल्नुहोला मेरो युट्युब च्यानललाई। जालपा भैरवी युट्युब च्यानल हेर्दै रहनुहोला। धन्यवाद। अझै पनि लिएर आउनेछौँ हल्ली चल्ली, हाँस्य टेलिश्रृङ्खला हल्ली चल्ली। हजुरको माझ हामीलाई अझै पनि माया गरिदिनुहुन्छ भन्ने आशाको साथ तपाईँहरू हेर्दै रहनुहोला र हेर्दै जानुहोला। हाम्रो युट्युब च्यानलमा जति नै घटेको घटनाहरूलाई अगाडि बढाउने कोसिस गर्नेछौँ। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब अवश्य नै गरेर गइदिनु होला। धन्यवाद।